यो शरीरले देखिने दुईटा चिज हुन्छ। एउटा चाहिँ रात परेपछि अँध्यारो हुन्छ, एउटा चाहिँ दिउँसोको बिहान उज्यालो भइसकेपछि चाहिँ उज्यालो हुन्छ। सो त्यो उज्यालो देखिने बेलामा हाम्रो उदाउने घामबाट आउने जुन पनि किरण हुन्छ त्यो सबैले नै यो युभी लाइटको प्रोडक्सन भइरहेको हुन्छ। त्यही भएर जुन उज्यालोमा तपाईँ जाँदा पनि, घरभित्रै बस्दा पनि, घर बाहिर निस्किँदा पनि, या घरको बेलुकाको समयसम्म तपाईँले आउटडोर एक्टिभिटीमा काममा जानुहुन्छ भने चाहिँ बादलै लाग्यो भने पनि यो उज्यालोको सन एक्सपोज चाहिँ हुन्छ। सो सनस्क्रिनको प्रयोग इभन घरभित्रै बस्यो भने पनि या बाहिर कतै निस्किनुभन्दा अगाडि चाहिँ तपाईँले प्रयोग गर्नै पर्छ। अहिले त झन् यो लाइट्सहरू जुन हामीले प्रयोग गर्ने यो डिफ्रेन्ट यो भिजिबल लाइट्सहरू छ या प्रयोग गर्ने कम्प्युटर्सहरू छ होइन, मोबाइलहरू छ, त्योबाट आउने रेडिएसनले पनि केही न केही हदमा राम्रो गरेर आउँदैन छालालाई। सो त्यो रेडिएसनलाई पनि प्रोटेक्ट गर्नलाई अहिले प्रयोग हुने हाम्रोमा आउने मल्टिपल डिफ्रेन्ट टाइप्स अफ यो सन प्रोटेक्सन्सहरू छ। सो त्यो प्रोटेक्सन यो सनस्क्रिनलाई चाहिँ तपाईँले चोइस गरेर लाउन सक्नुहुन्छ। अर्को चाहिँ सनस्क्रिनमा मात्रै भर पर्नु चाहिँ म भन्दिनँ। छाता अथवा तपाईँले लाउन सक्ने सल अथवा मास्क एकदम हार्स सनलाइटमा जाँदै हुनुहुन्छ भने चाहिँ फुल प्रोटेक्सन चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ। धेरैजनाले सनस्क्रिनको प्रयोग गर्दाखेरि यसमा लेखिएको एउटा एसपिएफ या सन प्रोटेक्सन फ्याक्टर्स भन्छ त्यसलाई चाहिँ क्वेसन गरिरहेको हुन्छ। अब त्यसमा 25, 30, 50, 55, 70, 80, अहिले 100, 110 भनेर पनि लेखिरहेको हुन्छ। सो त्यो एउटा फ्याक्टर हो जसले चाहिँ एउटा सनलाई कति टाइमसम्म या कुन हदमा चाहिँ त्यसले प्रोटेक्ट गर्ने भनेर एउटा त्यसको मेकानिजमलाई चाहिँ डेभलप गरिएको छ। त्यो अनुसार तपाईँको सनको प्रोटेक्सन युज गर्दाखेरि एज फ्याक्टरले होइन। अब 30 वर्षको मान्छेले 30 को एसपिएफ लाउने या 50ले 50 लाउने चाहिँ होइन। तपाईँलाई कतिको हार्स सनलाइटमा जाँदै हुनुहुन्छ, कतिको एक्टिभिटी तपाईँको आउटडोरमा छ र हाउ लङ इट क्यान वर्क होइन, त्यो फ्याक्टरलाई चाहिँ जति बढी लगायो त्यो अनुसारको त्यसले टाइम चाहिँ त्यसले बढी ड्युरेसन हेल्प गर्छ। सो अब रफली भन्नुपर्दा 30ले चाहिँ अराउन्ड 3 आवर्स अथवा 50ले चाहिँ 5 आवर्सको रेन्जमा त्यसले हेल्प गर्छ। तर एटलिस्ट लेस देन द्याट लाइक 3 आवर्सको 2.5, 2 आवर्सको राम्रै काम गरेर आउँछ। सो इफ तपाईँ लामो समयलाई बाहिर जानुपर्ने छ या एकदमै स्ट्रङ सनलाइटमा निस्किँदै हुनुहुन्छ भने एटलिस्ट स्ट्रङ अबभ 50 एसपिएफको सनस्क्रिनलाई प्रयोग गर्ने होइन त्यसलाई। अनि अर्को तपाईँ लाइटली इन्डोरमै धेरै बसिराख्नुहुन्छ अथवा एक्नी प्रोन स्किनहरू छ भने म चाहिँ एसपिएफ 30 भन्दा लोमा तपाईँले प्रयोग गर्दाखेरि पनि तपाईँलाई हेल्प हुन्छ। सो तपाईँको कस्तो खाले एक्टिभिटी छ र कस्तो खाले स्किन छ त्यसमा त्यो एसपिएफ भएको सनस्क्रिन होइन कुन ठाउँमा जाँदै हुनुहुन्छ त्यो अनुसार तपाईँले स्ट्रेन्थलाई बढाएर पनि आफ्नो चोइस टाइम अनुसार तपाईँले चेन्ज गर्न पनि सक्नुहुन्छ।